20,000 दिएर यो त नमिठो पो गयो मलाई बोलाएको गर्दैछ कि साँच्चै चिसो ल्याएको हो साँच्चै चिसो ल्याएको हो कि मलाई काम गर्नुलाई बोलाएको हो कि गाई चाहिँ तँलाई बाख्रा आउँदैछ नि त कतिवटा छ त बाख्रा चाहिँ भैँसी गाई चरो कति धेरै बाख्रा ल्याउँदैछ हौ देखाउँछ है गाई चरो हेर गाई चरो चराउनु लगेको अरे चराउनु लानुभएको यति धेरै रहेछ हौ गाई चरो यिनीहरू मलाई चिसो खानु बोलाएको हो कि काम गर्नु बोलाएको हौ तिमीहरूको म पत्ता नै ओइ चिसो खानु बोलाएको हो कि मलाई यिनीहरूले काम गर्नु बोलाएको रहेछ क्या वास्तवमा भन्नुपर्दा चाहिँ मलाई काम गर्नु बोलाएको हाँ म त गर्दिनँ म सक्दिनँ म त चिसो खानुलाई बोलाएको भनेको त काम गर्नु पो बोलाएको रहेछ गाई चरो हेर त मान्छेले अनि मलाई त्यसरी बोलाउनुहुन्छ त अनि यो काम नगरिकन खानु पाइन्छ त कान्छी काम गर्नु हात खुट्टा चलाउनु पर्छ अनि पो खाने हो त म त चिसो खानु बोलाएको अनि भरे चिसो खाउला न तिम्रो थिम्बङ किन्देऊ अन्त तिम्रो माया खानु न यो लसुन बारीको धार छुनिक्कै निकाल त कान्छीले तिमी कुन लसुन यो लसुन बारीको यहाँ त्यतिकै मकै लगाइदिने के पत्याएर यी छोराछोरीहरू काम नगरी खानु पाउँदैन तिमीलाई त्यतिकै घन्टीले हर्का खानपाङले लामपाङले ल्याइदिने अन्त म काम यी झाडु किन्नु थालेँ ल खाना राख न मेरो नोङ्ग्रा भाँचिन्छ नि यहाँ मकै छर्नु आँटेको गाईहरू मकै छर्नु आँटेको अरे यहाँ तर लसुन चाहिँ हेर त आम्मा हौ उता दुईजना गर्दैछ भने यहाँ मलाई चाहिँ यस्तोमा लाउँदैछ नि गाईहरू के गर्नु तपाईँहरूलाई थाहा नै छ गाईहरू अनि के अरे यस्तो कसरी गर्नु काम गर्नु लाउँछ र त मलाई झोक रिस उठ्छ फेरि फुल भेट्यो अरे नाकभित्रमा फेरि पछ मकै छर्ने अरे गाई चरो मकै छर्ने अरे मेरो नाकभित्र तिमीलाई राखिदिन्छु तिमी गाई यसरी हुने पऱ्यो I love you. नागिदिँदैला खै यसो गर्छ नि त्यो के अरे उयो गर्दाखेरि यसो गर्छ यो त नमिठो पो गयो नमिठो पो गलाउँदो रहेछ
यता यो सुगा त हो त्यसको फुल सुगा त नाकभित्र कसम लाएर ओ माई गड नमिठो पो गराउँदो रहेछ त यो फुल त गाईहरू हेर न आँसु नै आँसु भयो अनि तिमीले चाहिँ कदालो खोज्यौ न अरे नमिठो गराउँदो रहेछ एकचोटि नाकभित्र खाँदेर यो चाहिँ नि मकै चाहिँ के खनेरै खनेरै छोड्ने कसले खन्छ म त खन्दिनँ अन्त यो मको बारीको यो उयोको झार चाहिँ सुनिक्क एउटा बेगर निकाल न यहाँ कट्याएर लगाउने के झार केमा तिम्रो काम गर्ने जस्तो लाग्यो हो त अनि फेरि म महिनाको त्यत्रो मलाई त उसको काम गर्ने महिनाको 25-30 हजार दिएपछि गर्नु पर्दैन काम काम गर्छस् कि गर्दैनस् गर्छस् कि काम गर्छस् कि गर्दैनस् काम गर्ने जस्तो लाग्यो मलाई उसको काम गर्छस् कि गर्दैनस् म यता उसको यता झाडु खेल यता काम गर्ने जस्तो पो देखेछ मलाई चिसो खानु बोलाएर चाहिँ कसरी काम अगाडि चाहिँ कसरी दिनु यो मासाला यत्रो वर्षको कसरी मैले महिनाको 25-30 हजार दिएर राखेको मासाला काम गर्दैन काम गर्दिन खानु पनि पर्दैन मासाला उसको काम गर्ने मलाई उसको गर्ने कि नगर्ने काम गर्ने काम नगर्ने चिसो चाहिँ दिने कि काम नगर्ने फेरि पछाड काम छ भरे खा चिसो काम गर्ने जस्तो लाग्यो भरे काम गर्ने यहाँ ठुलो बाजेकोमा नआउनु क्या तिमी काम गर्ने अनि भरे खाने ठुलो बाजेकोमा नआउनु क्या तिमी पर जानु यो कुन्दैको छौरी हो नानी पनि छ क्या फेरि छ त नि यत्रो नानी उसको काम गर्ने जस्तो काम नगरी चाहिँ कसरी खानु चाहिँ मासला बाजेको चाहिँ हामीले नाटक गरेको ल गाइजहरू तर मलाई चाहिँ यो आमेले यस्तो काम गर्नु आएको छ यो पड्किने आमे चाहिँ फेरि उता गएको छ पड्किने आमे चाहिँ कोदालो खोज्ने उसको घरतिर गएको बाजेको कि तर मलाई यो झाडु खेल्नु लाउँछ पड्की आमेले चाहिँ मलाई झाडु खेल्नु लाउँछ नि त पड्की आमेले के गर्नु पड्की आमेलाई चाहिँ मैले यसरी झाडु उखेल्नु पऱ्यो अरे उखेलेर फेरि कहाँ कुलोमा राख्नु त पड्की आमे माथि राख्नु चाहिँ भरे लसुन पनि राम्ररी खानु दिँदैन होला भरे भन्दा चाहिँ के गर्नु कोही कोही गलेर पर बसेको छ उयो बुथुर्की चाहिँ हिँडेको गर्छ उयो बुथुर्की चाहिँ मेरो पछाडि पछाडि आएको अन्त मेरो यस्तो नोङ्राहरू भएको भने चाहिँ माटो पसेर हेर यस्तो नोङ्रा भएको भने चाहिँ उयो आमेलाई चाहिँ के गर्नु यो पड्की आमे रिसाको हेर न यो आमे कम्ता जानु रिसाउने मैले झार उखेल्नु होइन म के अँध्यारो रोपेको हो त अँध्यारो रोप्दा मात्रै सघाउनु पर्छ है फेरि नत्र त सघाउनु हुँदैन नि यस्तो राम्रो लसुन बारीमा किन झाडु खेल्नु अब उखेल्ने बेला भयो त लसुन ए यो भित्र पनि अन्त कहिले हो त यो उखेल्ने चाहिँ यो लसुन उखेल्ने बेला चाहिँ पानी लगाइरहेपछि चाहिँ कसरी बोट मर्छ भने त पानी लगाइबसेपछि यो प्याजी चाहिँ कसरी चाहिँ उसको काम गर्दा पनि यति साह्रो कराउँछ मलाई उयो खैरो भेट्लाउने आउने चिल्लो उठ्नु पर्ने यहाँ यो आमाको म सुँगुर देखाइदिन्छु ल क्या सुँगुर देखाइदिन्छु ए मसिनो हुन्छ क्या यो पल्लो छेउसम्म लाउने
टमाटर एउटा हुन्छ टमाटर चाहिँ उता डिलडिलमा हुन्छ नि लट्टे पाउँछ नि त त्यो खिचमा मजामा बलबको हो हाम्रो गाडी थियो खाना लाग्यो लाग्यो यो के अरे यो चाहिँ किन राख्नु यस्तो थियो यसको नाम के अरे सोफा सोफा सोफीहरू हाल्नुमा यत्रो यत्रो चाहिँ गाइजहरू चाहिन्छ भने भन्नु होला सोफाहरू यस्तो यस्तो छ नि गाइजहरू फेरि नउखेल्नु सोफा गाइजहरू अब एकछिन काम गर्नु पऱ्यो अनि फेरि जोडेर मल बोक्दै रहेछन् म त बोक्दिनँ तिमी चाहिँ के गरेको हैन मल त बोक्दिनँ भारी के त बा यस्तो त म कहाँ छैन नि कहाँ छ मल चाहिँ त्यो सबै एउटै बेगर त्यो अब सुन एउटा टिका भेट्यो भने त नि होइन मान्छे छोरा उता हामी मल हेर्नु गएको हामी मल दुई तीन मुठी मसा त बिउ देऊ त मलाई गर्दिन देख त म त्यो भोलि कति कोही छ एक माना माग्छ त एक माना बुरुरु छर्दै राखोस् न आनो छोड्दै बुरु काम नपार्दैन बडी त यस्तो फटा जाऊ मुख मात्रै पेतर पेतर होइन नि काम पनि पेतर पेतर बाँच्लो घरको फुपुर्दा मुख मात्रै ए देऊ यहाँ लगाइदेऊ है म त साह्रो घिन लाग्छ गोबरदेखि देऊ खाऊ फेरि यो चाहिँ यो ठाउँ बस यसलाई चाहिँ पर लगेर उपर मम्मी जस्तो के कसले भन्नु तिमीलाई लगेर कुन यो खाना नरा हिँडेर पनि होइन नफुलेर त पिङ्क कलरको जामा दिइहालौँ अन्त भुटे किन देखाउनु बुढो बोजूले उखेल्दैन गु खेल्दैछ बोजूले अन्त गाई खोर छ पल्लो घरबाट आएको गाई खोर गाई जानु ए यो आमे ल्याङ चोक मात्रै गर्छ म हिँडेँ बडाहरू छ गाईहरू चिसो दिन्छ भनेर काममा राख्छ चिसो दिएन भने म अहिले फेरि म चिसो दिएन भने भिडियोमा लगाइदिन्छु अनि मेरो फ्रेन्ड चाहिँ काम गर्दैछ गाईहरू खोइ सर्प हो मान्छेलाई देख्दा सर्प भन्नुहोस् त तर्से हेर न गाईहरू अनि कस्तो लागिरहेछ त तिमीलाई काम गर्दा फ्लेक्स लागिरहेछ उसलाई काम गर्दाखेरि गाईहरू फ्लेक्स अनि हेर ए मलाई घिन लाग्छ यो मलहरू कसैलाई छर्दैछ तिमीलाई कस्तो लागिरहेछ काम गर्दाखेरि तिमीलाई कस्तो लागिरहेछ कसरी निकाल्नु त आउनु हेर नल्याउने मादर्नीलाई पछाचाहिँ बेउरा सकेको बेउरा सकेको यति दुई मुठी मल बोकेको छ बेउरा सकेको कसम खुट्टा कति हिलोमा पस्यो पानी कति जानु त्यो भित्र कति पाता लसारेको अनि माथिदेखि त बाहिर माथिदेखि त थिएन त दुई डोकले चाहिँ पछि हाल्दैन रे यो मकै फर्सिला हाल्दैन रे मकै अन्त लाज पछि के निकाल्नै साह्रो पर्यो नि त तरी जेसुकै बोल्नु अन्त यता फेरि लफडा पर्दैछ भइसक्यो हाम्रा कामको कार्यहरू यता छन् कसै यता के रोप्दैछ के रोपेको त मकै रोप्दैछ यता हिलो हाल्दैछ यता मान्छे हेरेर हान्नु होला फेरि म तिम्रो अनि किन छेउमा बस्दै तिम्रो अनि फेरि म कान फाँडी उडाइदिन्छु म यहाँ चाहिँ हान्दैन नि त हौ अघि छोयो
नछुइभरि बाउलिन्छ तेरो शिक्षा पुरा यहाँ छोरा पाउँदैन बिहेले काम गर्ने भने यहाँ मलाई छुने अघि सबै गाई चढी हेर न पर्दैन अब त सबै छुयो यहाँ आउँथे यहाँ साह्रो गर्मी कुटुङ यहाँ म झन् कति होसियारले गर्दैछु कुरा हुन्छ पराइसम्म लाग्छ कि यो सेट त लाउनै थिएछ नि नि छुइस यो अनुहारमा दिदी दाल म भयो दाल उयो माछा अर्को दामी हुँदो रहेछ गाई चढु म त काटेर खान्छु अब हाम्रो गाई चढु काम गर्दैछ म त छोइ त खान्दिनँ ए भित्ता त खान्दिनँ बरु म आफै खान्छु भन न जाऊ तिमीहरू देखो ना गाइस देखो के देखो ला मेरो टेन्डर त माथि बाटो थियो तिम्रो बारीमा पुग्नु पर्दैन अरे तिनदाले मिलाइदिनु अब मेरो कामदारहरू त्यहाँ काम गर्दैछ ल मेरो कामदारहरू चाहिँ कि त्यहाँ काम गर्दैछ ल मेरो कामदारहरू चाहिँ त्यहाँ काम गर्दैछ ल ए हेर्नु देख्नु सक्नुहुन्छ तपाईँहरूले मेरो कामदारहरू कति ज्ञानी छ मलाई मुख नलागे काम गर्छ यो दुईजना यो मेरो दुईजना कामदार छ क्या कस्तो मुखै राख्दैन यतिको काम उयो के अरे सबैले भन्नु होला के अरे सबैले सम्पर्क गर्नु होला यस्तै काम गर्ने चाहियो भने भनिदिनु ल म दुईजना पठाइदिन्छु कुन त ज्ञानी सुबानी छ नि त हेर्न न देखो न गाई देखो न गाई देखो देखो न गाई काम गर्दैछ आले खेरेको याद आयो मलाई त आउँदैछ मिसिनको याद कोदालोले खनेपछि मलाई त उतै पुरिहाल्यो क्या पिन्दाको मिसिनको याद आउँदैछ उयो साथै खारै मलाई के याद आउँदैछ अरे गाईहरू मिसिनको